यहाँहरू सबैलाई नमस्ते। आज हामीले जस्तै नयाँ तरिकाले ताजा माछा पकाउन सिक्नुहुन्छ। लु तयार हुनुहोस् है त। सबभन्दा पहिले ताजा माछालाई राम्रोसँग सफा गर्नुहोस् र 500 ग्राम माछाको लागि थोरै आफूले प्रयोग गर्ने तेल, आधा दाना कागतीको रस, आधा सानो चम्चा बेसारको धुलो, 1 सानो चम्चा कश्मिरी खोर्सानीको धुलो र 1 सानो चम्चा नुन राखेर राम्रोसँग मोलेर आधादेखि 1 घन्टासम्म मेरिनेट गरेर छोपेर फ्रिज छ भने फ्रिजमा राख्नुहोस्। हामीले यसलाई मेरिनेट गरिसकेका छौँ। हामीले 2वटा ठुलो प्याज, 4वटा ठुलो गोलभेडा र आधा लाम्चो खाले भेडे खोर्सानी लिएका छौँ। प्याजलाई सानो सानो टुक्रा पारेर काट्नुहोस्। गोल भेडालाई पनि ससानो टुक्रा गरेर काट्नुहोस्। त्यसै गरी भेडे खोर्सानीलाई पनि ससानो टुक्रा गरेर काट्नुहोस्। धनियाँको हरियो पातलाई पनि सानो टुक्रा गरेर काट्नुहोस्। आधा सानो चम्चा जिरा, थोरै अदुवा, 3 केस्रा लसुन र 3-3वटा ल्वाङ र सुकुमेल पिसेर यस्तो मसला बनाउनुहोस्। 1 सानो चम्चा धनियाँको धुलो, आधा सानो चम्चा जिराको धुलो राख्नुहोस्। यो खोर्सानीको धुलो होइन, माछाको मसला हो। 2 सानो चम्चा राखेर राम्रोसँग मिक्स गर्नुहोस्। अब पकाउन सुरु गरौँ है त। चुलोमा कराई वा प्रेसर कुकर तातिसकेपछि आफूले खाने तेल सागसब्जीमा भन्दा अलिक बढी राख्नुहोस्। तेल तातिसकेको छ। 1 सानो चम्चा मेथीको दाना र 1 सानो चम्चा जिराको दाना राख्नुहोस्। जब मेथीको रङ रातो हुन्छ अनि काटेर राखेको प्याज राख्नुहोस्।
तपाईँले एउटा कुरा विचार गर्नुभयो, हामीले अहिलेसम्म माछा तारेकै छैनौँ, किनकि आज माछा फ्राई नगरी छुट्टै तरिकाले बनाउँदैछौँ। तपाईँले अर्को फाइदाको कुरा थाहा पाउनुभयो होला कि यसरी बनाउँदा तेल धेरै बचत हुन्छ। प्याजको रङ ब्राउन नहुन्जेलसम्म बेला बेला चलाइरहनुहोस्। अब काटेर राखेको हरियो भिडे खोर्सानी राख्नुहोस्। प्याज हल्का ब्राउन कलरको भइसकेको छ। आधा सानो चम्चा बेसारको धुलो र 1 सानो चम्चा कश्मिरी खोर्सानीको धुलो राख्नुहोस्। काटेर राखेको गोलभेडा राख्नुहोस्। नुन स्वाद अनुसार विचार गरेर राख्नुहोस्, किनकि माछालाई मेरिनेट गर्दा पनि केही नुन राखिसकेको हुन्छौँ। अब अदुवा लसुन सहितको मसलाहरूको पेस्ट राख्नुहोस्। मसला डढ्न नदिनलाई थोरै पानी राख्नुहोस्। हामीले मसलाको बटुकोको पानी राख्यौँ। अब 3 मिनेट जति छोपेर पकाउनुहोस्। सर्स्यौँ वा तोरीको धुलो माछाको स्वादको लागि नभई नहुने मसला हो, त्यसैले आधा सानो चम्चा राख्नुहोस्। छोपेर 5 मिनेट जति पकाउनुहोस्।
अब माछाको ग्रेभीको लागि कति पानी चाहिन्छ राख्नुहोस्। लु हेर्नुहोस् त, मसलाबाट तेल तैरिसकेको छ। यसको मतलब अब मसला पाकिसकेको छ। अब माछा राख्नुहोस्। तपाईहरू हेरिरहनु भएको छ, हामीले माछालाई तारेका छैनौँ, मेरिनेट मात्र गरेका हौँ। अब छोपेर सानो तापमा 5 मिनेट जति पकाउनुहोस्। आहाहा, साँच्चै नै बास्ना धेरै मिठो आएको छ। हेर्नुहोस् त, तेल तैरिएको छ, त्यसैले माछा पूर्ण रूपमा पाकिसकेको छ। ओहो, मेरो त मुखै रसाइसक्यो। तपाईहरुको रसाएको छैन? अन्त्यमा काटेर राखेको धनिया राख्नुहोस्। तपाईको ताजा माछाको ग्रेभी तरकारी खानको लागि तयार भइसक्यो। मैले साँच्चै भनेको हो, माछाको ग्रेभी तरकारी यसरी पकाउँदा साह्रै मिठो भयो। फ्राई गर्नु पनि नपर्ने साह्रै सजिलो तरिका छ यो। तपाईहरू यसरी नै एकपल्ट बनाएर खानुहोस् त। मलाई लाग्छ सधैँ यसरी नै बनाएर खानुहुनेछ। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने कृपया भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्नुहुन र हाम्रो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला है। भिडियो पुरै हेरिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। नमस्ते।